सो हेलो गाइज वेलकम टू माई न्यू भिडियो। आज हामी क्लास 12 को एकाउंट को 13 को बी में आउने डेवेन्चर च्याप्टर को 3 मार्क को क्वेश्चन जुन धेरै नै सिम्पल छ र एक्जाम ओरिएन्टेड भएर म आज यो भिडियोमा तपाईलाई बुझाउन गइरहेको छु। यो च्याप्टरमा धेरैजना कन्फ्युजन परे हुन्छ। यो धेरै सिम्पल च्याप्टर पनि हो। सो यसलाई म फर्मेटबाट तपाईलाई बुझाउन प्रयास गरिरहेको छु र एउटा क्वेशन सल्भ गरेर पनि हराउँछु कसरी बन्छ यो भनेर। सो डेभेन्चर च्याप्टरमा पहिला के हुन्छ भने यो एउटा जनरल एन्ट्रीको जुन फर्मेट हुन्छ नि त्यही सेम फर्मेटमा यो पनि बन्छ। डेबिट क्रेडिट गरेर डेट पार्टिकुलर्स डेबिट क्रेडिटतिर त्यस्तै बन्छ, ठिक छ। त सो यसको फर्मेट त मलाई बुझाउनु पर्दैन कि कस्तो हुन्छ भनेर। सो यसको टपिकमा चाहिँ भित्र यसमा के गर्नुपर्छ भनेर। सो यसमा दुईवटा पोर्सन हुन्छ। दुईवटा पोर्सन के हुन्छ भने एउटा हुन्छ इस्यु, एउटा हुन्छ रिडेम्सन, ठिक छ। एउटा इस्यु र एउटा रिडेम्सन। यो सबभन्दा पहिला तपाईँ के बुझ्नु भने डिभेन्चर भनेको हो के। सो डिभेन्चर भनेको एक प्रकारले लङ टर्म लोन हो। कस्तो टाइपको लोन हो भने जस्तै कुनै कम्पनीले के गर्छ भने कुनै ब्याङ्कहरूबाट लोन लिनुभन्दा राम्रो के भन्छ भने पब्लिकसँग लोन लिन्छ कि। अब जस्तै अब पब्लिकले के भन्छ भने तपाईँ मलाई लोन दिनु, म तपाईँले यो कम्पनीमा प्रफिट भयो भने केही हिस्सा दिन्छु, त्यस्तो टाइपमा गरेर यसलाई त्यस्तोलाई डिभेन्चर भनिन्छ, ठिक छ। एज अ लङ टर्म लोन हो, तपाईँ सिम्पल बुझ्नु। सो यो डिभेन्चर बुझ्नको लागि तपाईँलाई यसको फर्मेटमा के पर्सन इम्पोर्टेन्ट जो हुन्छ नि त्यो पहिला बुझ्नु। हेर्नु, यसको तपाईँ सबभन्दा पहिला के गर्नु भने इस्यु लेख्नु, त्यो फर्मेट बनाएर डेट पार्टिकल गरेर। अनि यो ब्याङ्क एकाउन्ट डेबिट टु डिभेन्चर एकाउन्ट, ठिक छ। अलिकति यो बिचमा अलिकति 2-4 लाइनको ग्याप दिनु होला। अनि यसको पनि 2-4 लाइनको ग्याप यस यहाँ तल। अनि त्यसपछि के हुन्छ भने रिडेम्सनमा डिभेन्चर एकाउन्ट डेबिट टु ब्याङ्क एकाउन्ट। अब किन हेर्नु, यो भयो कस्तो प्रकारले हामी एक प्रकारले लोन लिइरहेको छौँ। जब चाहिँ लोन लिन्छौँ त के हुन्छ भने ब्याङ्क एकाउन्ट डेबिट, किनकि ब्याङ्क लोन आयो सो ब्याङ्क एकाउन्ट डेबिट। अनि के गयो त डिभेन्चर गयो टु डिभेन्चर एकाउन्ट, किनकि डिभेन्चर गयो। त्यस्तै अब लियो भने त्यसको जस्ट अपोजिट तिर्नु त पनि पर्छ नि, हामीलाई लोन तिर्नु पनि पर्छ। त सो जब हामी लोन तिर्छौँ तब के हुन्छ भने डिभेन्चर एकाउन्ट डेबिट टु ब्याङ्क एकाउन्ट, ठिक छ। यो फर्मेट सब क्वेसनमा यो अनि यो सिमिलर नै हुन्छ, ठिक छ। यो सिमिलर नै हुन्छ। डिफ्रेन्ट कहाँ आइहाल्छ भने जस्तै क्वेसनमा तपाईँले के भन्नु भने रिडिमेबलको अगाडिमा जुन पर्सेन्टेज या त प्रिमियम अथवा डिस्काउन्ट जे दिएको हुन्छ नि त्यो हामीलाई इस्युमा मात्रै लेख्दा भइहाल्छ, इस्युमा मात्रै लेख्नुपर्छ, ठिक छ। अनि जुन क्वेसनमा रिमेन्डेबलको बाद प्रिमियर दिएको हुन्छ त्यसलाई हामी के गर्नुपर्छ भने यसमा पनि लेख्नुपर्छ र यहाँ पनि चढाउनुपर्छ, यो दुई ठाउँमा, ठिक छ। त अहिले म क्वेसन सल्भ गर्ने टाइममा तपाईँले म बुझाइदिन्छु। सो सिम्पली के बुझ्नु भने यो ब्याङ्क एकाउन्ट डेबिट टु डिभेन्चर एकाउन्ट यो सबमा सिमिलर नै हुन। फेरि यसलाई हामी के गर्नुपर्छ अपोजिट गर्नुपर्छ। सो रिडेम्सनमा के गर्छ भने डिभेन्चर एकाउन्ट डेबिट टु ब्याङ्क एकाउन्ट, सिम्पल हो कि फुल टु फुल सिम्पल। यदि के भन्छ भने रिडेमेबलको अगाडिमा प्रिमियम या डिस्काउन्ट दिएको हुन्छ भने यदि डिस्काउन्ट दियो भने हामी यहाँ लेख्छौँ र यदि प्रिमियम दियो भने यहाँ लेख्छौँ, सिम्पल हो, अझै केही छैन। यसलाई यदि मानौँ कि अब यो दुइटालाई इक्वल गर्नुपर्छ भने यहाँ जस्तै यो दुइटा बडी भ्यालु यसले इक्वल गर्नु छ भने यहाँ हामी बिएफ गर्छौँ। अनि बिएफको फुल फर्म हो ब्यालेन्सिङ फिगर, के ब्यालेन्सिङ फिगर, ठिक छ। सो अब हामी नोट हेरौँ। यो नोट तपाईँ यदि बुझिहाल्नुभयो भने यो टपिकमा केही छैन त्यस्तो खास गाह्रो बुझ्न खालको। सो यो नोटमा के छ भने इस्युको एन्ट्री गर्दा रिडेम्सनलाई पनि हेर्नुपर्छ। मतलब यो जब यो इस्यु जो हामी एन्ट्री गर्छौँ नि यसलाई पनि हेरौँ कि यसलाई पनि त्यो सोल्भ अलिकति गर्दै जाउँ, त्यस्तो हुन्छ क्या, यसलाई पनि हेर्दै जाउँ। त्यसपछि के भन्छ भने रिडेम्सन यदि प्रिमियममा छ भने यसलाई इस्युमा पनि देखाउनु पर्छ। अर्थात् के भयो भने यदि जस्तै यहाँ यो प्रिमियममा छ नि त्यसलाई हामी यो इस्युमा पनि देखाउनु पर्छ। म पहिला भनेको थियो त्यही हो। अब यसलाई हामी एउटा क्वेसन सल्भ गरेर हेरौँ, तपाईँलाई क्लियर पनि हुन्छ ल। सो क्वेसन म्याक्सिममको त्यही सिमिलर नै हुन्छ, त्यस्तो खासै गाह्रो हुँदैन। सो यसको फर्स्ट एउटा क्वेसनहरू क्वेसन के छ, अ कम्पनी इस्यु 5000 सेयर, ठिक छ। अ कम्पनी इस्यु 5000 सेयर, यो 8% डिभेन्चर, यो केही छैन, ठिक छ। यसलाई तपाईँहरू बढी भ्यालु नगर्नु होला, यो केही छैन, यो क्वेसनै हो। डिभेन्चर 8% डिभेन्चर अफ
RS 100 इच एट 10% डिभेन्चर एट 10% प्रिमियम के छ 10% प्रिमियममा गरेछ। अब एउटा कुरा तपाईँहरू के ध्यान दिनु, पहिला यतिकै हेरौँ, पहिला यति हेर्नु त्यसपछि यो पर्सन हेर्नु, पहिला यतिसम्म हेरौँ। म के भन्नु थियो भने रिडिमेबलको अगाडिसम्म जुन हुन्छ नि यो 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 इस्युमा मात्रै लेखाउँछ क्या, केमा मात्रै लेखाउँछ भने इस्युमा मात्रै लेखाउँछ, ठिक छ, यो इस्युमा मात्रै लेखाउँछ। सो अब यसलाई हामी सोल्भ गरौँ। म तपाईँले के भनेको थियो भने यसरी तपाईँ फर्मेट बनाउनु होला। म एक्जाम ओरिएन्टेड भएर फुल टु फुल फर्मेट बनाएको छु। हेर्नु, डेट पार्टिकुलर डेबिट क्रेडिट इस्यु गरेर लेख्नु होला। अनि ब्याङ्क एकाउन्ट डेबिट भन्दा पहिला तपाईँ यहाँ हाल्नु, यो पहिला सोल्भ गर्नु, त्यसपछि योलाई ब्यालेन्स गर्नु होला, ठिक छ। सो यहाँ पहिला के हेर्नुपर्छ भने टु डिभेन्चर एकाउन्ट हेर्नु 5000 इन्टु 100, म किन गरेँ होला 5100 यो इन्टु यो, ठिक छ, किनकि तपाईँलाई सिम्पल रुल त थाहा नै होला, जति सेयर इस्यु भएको छ इन्टु जति रेट रहेछ त्यति त्यो गर्नुपर्छ। यति गर्दा कति आयो भने हाम्रो 5 लाख आएपछि तब के गर्नुपर्छ, अब क्वेसनहरू 10% प्रिमियम भनेछ के को, त जुन इच सेयर जो 100%मा त्यो भएको छ नि त्यसको 10%, 100%को 10% कति भयो भने 10। सो टु प्रिमियम एकाउन्ट 5000 इन्टु 10 गर्दा कति आयो भने 50000, ठिक छ। अब यति आएपछि तब तपाईँ ब्याङ्कमा जानु, ठिक छ। अब ब्याङ्कमा के गर्नुपर्छ भने तपाईँलाई ब्याङ्क एकाउन्ट डेबिट, अब यो बिएफ भनेको म तपाईँले भनेको थियो ब्यालेन्सिङ फिगर, ठिक छ। अब यसलाई त ब्यालेन्स गर्नुपर्छ। सो ब्यालेन्स गर्नलाई हामी के हुन्छ, ब्यालेन्सिङ फिगर गरेर यो दुइटै कति हुन्छ 5,50,000। सो 5,50,000 हामी यसको लेख्छौँ। यति सोल्भ भ्यालु, यतिसम्मको क्वेसन सोल्भ भ्यालु, यति क्वेसन सोल्भ भ्यालु। अब हामी यहाँ रिडिमेबल एट 20% प्रिमियम भनेछ, यो 5% यो आफ्टर 5 इयर 10 इयर के यसलाई त्यो भ्यालु गर्नु पर्दैन, ठिक छ। यो त्यस्तो इम्पोर्टेन्ट हो नि, यो केही युज पनि हुँदैन, यति मात्र इम्पोर्टेन्ट हो। यति कति भनिदिएछ भने 20% प्रिमियम, मान्छेलाई बढी प्रिमियममा नै मिस्टेक हुन्छ र कन्फ्युजन पनि हुन्छ ल। सो यदि प्रिमियम भनिदिएपछि के गर्ने, रिडेम्सनमा डिभेन्चर यदि अब के गर्नुपर्छ भने डिभेन्चर छ त यही सेम यो लेख्ने, सेम डिभेन्चर कति 5 लाख। अब प्रिमियम चेन्ज भएको छ, किन प्रिमियम चेन्ज भएको छ, किनकि प्रिमियम त दुईपल्ट दिएको छ, एउटा 20 एउटा 10 को त म भनेको थियो यो रिडिमेबलको अगाडि जतिसम्म हुन्छ त्यो इस्युमै खतम, त्यसको काम क्रिया खतम, त्यो यसमा केही युज छैन त्यसको खासमा। अब हामी त्यो यसको बाद जुन छ त्यो 20% प्रिमियम त्यसलाई युज गर्नुपर्छ। 20% प्रिमियम के हुन्छ, जस्तै 100% को 20% कति भयो भने 100 को ल 100 रुपियाँको सामान छ, त्यसको 20% मतलब कति भयो भने 20, ठिक छ। सो 20 इन्टु कति सेयर इस्यु भएको छ भने 5000। सो यहाँ 5000 इन्टु 20 गरे हो। सो ठिक छ, त्यसले 1 लाख भयो र यसलाई 5000 इन्टु 100 गर्यो, यो 5 लाख, ठिक छ। यति भएपछि अब के गर्नुपर्छ, टु ब्याङ्क एकाउन्ट बिएफ, फेरि यसलाई के गर्नुपर्छ भने ब्यालेन्सिङ गर्नुपर्छ, ठिक छ। अब यो दुइटालाई कति भयो 5 लाख प्लस 1 लाख 6 लाख, सो 6 लाख। अब एउटा कुरा इम्पोर्टेन्ट के छ भने सबैजनाले मिस गर्छ भने हेर्नु, म यो रेडले चाहिँ त्यो लेखेको छ नि, यो के छ भने जुन कन्डिसनमा यदि प्रिमियम दिइसकेको छ नि यो रिडेमेबलको बाद डिस्काउन्ट दियो पार्दो त्यसमा केही मतलब छैन, तर जुनमा प्रिमियम दिइसकेको छ नि त्यसमा हामीले दुईवटा कन्डिसन एड गर्नुपर्छ इस्युमा। यहाँ भनेको थियो जुनमा यहाँ रिडेम्सन यदि प्रिमियममा छ भने यसलाई इस्युमा पनि देखाउनु पर्छ, ठिक छ। यसको अर्थात् यही छ, हेर्नु यो के छ भने यसमा अब जब प्रिमियम दिइसकेको छ भने हामीले दुईटै ठाउँमा थाप्नुपर्छ। दुईटै ठाउँमा के थाप्नुपर्छ भने यो डिभेन्चर बेलामा टु प्रिमियम अन रिडेम्सन दिएर, ठिक छ, त्यसैले म रेड कलरमा लेख्छु ताकि तपाईँहरूले इजी बुझ्नको लागि। टु प्रिमियम अन रिडेम्सन कति भएको थियो हाम्रो 1 लाख, सो 1 लाख यहाँ लेख्नुपर्छ, ठिक छ, 1 लाख यहाँ लेख्नुपर्छ। र अब यो त के भयो हामी लोन यदि हामी प्रिमियममा दियो भने, किनकि त्यो एज अ लोन हो नि, डिभेन्चर भनेको एज अ लोन हो, लङ टर्म लोन हो। यदि लोन हामी डिस्काउन्टमा दियो त्यो हाम्रो लागि फाइदा हो नि, यदि त्यही लोन यदि हामी प्रिमियममा दियो भने त्यो त हाम्रो लागि लस हो। सो प्रिमियम दिएको कारणले त्यो त हाम्रो लागि लस हो। सो लस अन इस्यु अफ डिभेन्चर भनेर 1 लाख यहाँ लेख्छु, ठिक छ। केही छैन यो क्वेसनमा, 3 मार्कको क्वेसन हो, तपाईँलाई 3 मार्क यति बनाउँदैमा 3 मार्क आइहाल्छ। फुल टु
फुल टु फुल सिम्पल क्वेसन हो। आई होप तपाईँहरूले यो बुझ्नु भएको होला। अब हामी नेक्स्ट भिडियोमा एकाउन्टिङ फर सेयरको भिडियो ल्याउनेवाला छु। आई होप तपाईँहरू मेरो भिडियो बुझ्नु भइरहेको छ। यदि बुझ्नु भएको छ भने लाइक सब्सक्राइब अनि कमेन्ट गरिदिनु होला। धन्यवाद।